हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो सानो मिनी ब्लगमा। आज चाहिँ हाम्रोतिरको मौसम चाहिँ यस्तो छ नि त, यति धेरै गर्मी छ। बिहान चाहिँ पुरै पानी परिरहेको थियो। अहिले चाहिँ फेरि यति धेरै घाम लागेको छ नि, आकाश हेर्दा त वाउ खालको छ, तर गर्मी हेर्दाखेरि चाहिँ बाफ्रे। त्यही पनि यो गर्मीमा हामी चाहिँ नानीलाई हस्पिटल लानुपर्ने थियो। उसलाई अलिक एलर्जी भयो जस्तो भइरहेको थियो नि त, अनि हामी चाहिँ हस्पिटल जाँदैछौँ साथीहरू। नानीलाई त्यस्तो साह्रो गाह्रो त केही पनि छैन, अलि एलर्जी भयो जस्तो भइरहेको थियो। अब आमाको मन हो होइन, अब आत्तिन्छ नि त के हो कसो हो, अनि डक्टरकोमा एकचोटि चेकअप गराउँ न भनेर अनि हामी चाहिँ जान लाग्दैछौँ साथीहरू। बेरोजगारी बस्नुको एउटा फाइदा चाहिँ एकजनालाई केही पर्यो कि सबैजना भेला भएर गुर्र हिँड्ने क्या। अनि हामी चाहिँ एक्लै हिँड्ने बानी पनि हराइसक्यो। अनि तिनैजना भएर चाहिँ हामी हस्पिटल गयौँ। हस्पिटलमा नानीलाई चेकअपहरू गराएर घर आउँदै गर्दा चाहिँ नानीले मलाई बाटोमा नि डेरी मिल्क किनिदिनु न काकी भनेर भने नि त। उसलाई गुलियो पनि मनपर्छ, अनि मैले चाहिँ किनेँ। हामीले चाहिँ बाडी खायौँ, एकदमै रमाइलो भएको थियो। धेरैजना हिँड्दाखेरि चाहिँ एकदमै रमाइलो हुने क्या। अनि हामी घर आइसक्यौँ। घर आइसकेपछि चाहिँ हामीले चाहिँ अलिअलि लुगाहरू पनि किनेको थियौँ नि त घर बस्दा लगाउने। अनि मैले नि बाबुलाई किनिदिएको थिएँ घर बस्दा लगाउनको लागि लुगा। भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच सबैजनालाई।